साथीहरू गाउँ बस्तीमा चाहिँ घाँस काट्यो ओर्यो है, बोकेर लानु गाईबस्तु टाढो छ भने साह्रो पर्छ है। म चाहिँ तलबाट ल्याएको बारीबाट, अनि यसरी अहिले चाहिँ घाँस चाहिँ पुरै छ, यतिको तिलेर आएको छु। यति ल्याउनु पनि साह्रो पर्छ टाढोमा चाहिँ, मच्छरले टोकेर हो, त्यो टोकिरहेको छ, निधारभरि टोकेको छ। अनि यो हात पनि, यो हात चाहिँ कुनै के भएको र झिमझिमाको छ यो चाहिँ दाहिने हात। असिन पसिन यसरी घाँस काटेर, अहिले त जति काट्छु भन्दा पनि छ घाँसहरू साथीहरू। यस्तै छ है तपाईँहरूको गाउँ घरमा कस्तो छ। यस्तै कसै त अफिसमा बसिराखेको होला, कसै त यस्तै काम गरिराखेको होला। दुःखहरू चाहिँ यस्तै छ है साथीहरू, सबैको दुःख यस्तै हो होइन साथीहरू।